दर्शकबिन एलिना चौहान र विष्णु सापकोटा आए एकसाथ मिडियामा। दर्शकबिन उनीहरू भन्छन् अब हामी एक भइसक्यौँ, अब भने कहिले पनि यस्तो गलत कदम भने चाल्ने छैनौँ। दर्शकबिन आफ्नो साँझको भिडियोमा भने यसैबारे रहेर छोटो चर्चा गर्ने सुकृपया भिडियोलाई भने अन्तिमसम्म हेरेर हामीलाई साथ दिन भने नछुटाउनुहोला। पछिल्लो समयमा उनीहरूको कारण भने नेपाली दर्शक श्रोताहरू निकै नै चिन्तित बनिरहेका छन्। विष्णु सापकोटा र एलिना चौहानको जोडी निकै सुहाउने थियो, तर अहिलेको समयमा भने उनीहरू एक अलग भए भन्दै नेपाली दर्शक श्रोताहरूको भने मनमा धेरै कुराहरू खेलिरहेका थिए। तर यही कुरालाई मध्यनजर गर्दै एलिना चौहान र विष्णु सापकोटाले एक अर्कासँग माफी मागेर र एक अर्कालाई माफी दिएर उनीहरू भने पुनः एक भएका छन्। यो दुवैजना एक भएर उनीहरू भने टिकटक लाइभमा आएर भन्छन् अब हामी कहिले पनि यस्तो गलत कदम चाल्नु हुँदैन, किनकि एक्लो जीवन जिउन भने धेरै नै गाह्रो हुन्छ भन्दै सामाजिक सञ्जालमा उनीहरूले टिकटक लाइभ मार्फत बताएका छन्। दर्शकबिन तपाईँलाई भने के कस्तो लाग्छ त? के साँच्चै एलिना चौहान र विष्णु सापकोटा भने अब भने एक हुन्छन् त? उनीहरूको मनको पीडा भने के साँच्चीकै थियो त? अब उनीहरू भने अब कहिले पनि नछुट्टिने कसम खाएर उनीहरू भने पुनः एक हुन्छन् होला त? कृपया तपाईँलाई के कस्तो लाग्छ? आफूलाई जस्तो लाग्छ त्यस्तै तर कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्न भने नछुटाउनुहोला।